स्वर्गद्वारी भनेको पावन तीर्थ हो। त्यो तीर्थको मार्ग हुँदै यी पञ्चपाण्डवहरू लाग्नुभयो। सरासर बढ्दै 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 जानु भएको थियो। सबैभन्दा पहिला द्रौपदी माता ढल्नुभयो। भीमजीले सोध्नुभयो, हो दाजु, हाम्रो प्यारी पञ्चपाण्डवको श्रीमती ढलिन्, के भयो भनेको? त्यही अवसरमा युधिष्ठिर महाराज भन्नुहुन्छ, लौ त बाबु, चिन्ता मान्नु पर्दैन। किन भन्दा पञ्चपाण्डवहरू मध्ये सबैलाई बराबर माया गर्नुपर्ने, किन 5 वटा श्रीमानलाई बराबर माया दिनुपर्ने। त्यो माया पाञ्चालीले दिन्थेनन्, के गर्थिन् त? अत्यन्त राम्रो सहदेव भएको हुँदा सहदेवलाई धेरै माया मान्थिन्, अरूलाई अलि कम माया मान्थिन्। त्यही भएर मरिन्, ल छोड्दै अघि बढ्दै 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 जानुभयो। सहदेवजीलाई गयो। सहदेवजी अलि अगाडि गइसकेपछि ढल्दाखेरि के भयो भन्दा, प्रभु परमात्मा, लौ प्रभु, लौ परमेश्वर, के भयो भन्दा, बाबु त्यहाँ पनि चिन्ता मान्नु पर्दैन, म अत्यन्त सौन्दर्य छु भन्ने घमण्ड थियो, त्यही भएर ढल्यो। लौ भइगयो। अगाडि बढ्दै 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 गए। बढ्दै जाँदाखेरि नकुल ढल्दाखेरि के भयो भनेर भन्दा, म आयुर्वेदिक विद्यामा म जस्तो पारङ्गत कोही पनि थिएन भन्ने घमण्ड, ती पनि ढले, घमण्ड भएको हुनाले ढले भनेर भनिदिएका थिइन्। लौ भइगयो। अघि बढ्दै 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 जाँदाखेरि अर्जुनजी ढल्नुभयो। अर्जुन ढलिसकेपछि, दाजु, हाम्रो प्यारो भाइ धनुर्धारी अर्जुन पनि ढल्यो, के भयो भनेर भन्दाखेरि भीमजीलाई युधिष्ठिर महाराज भन्नुहुन्छ, बाबु चिन्ता नमान, धनुर्धारी जस्तो म जस्तो कोही पनि छैन भन्ने घमण्ड थियो। त्यही घमण्डको कारणले ढल्यो। अलि अगाडि बढ्दै 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 जाँदाखेरि भीम पनि घमण्डी भएको हुनाले भीमजी पनि ढल्न आँटेछन्। दाजु, म पनि ढल्न आँटेँ भनेको, बाबु गदा विद्यामा त पनि घमण्डी थिइस्, बसे है भनेर अघि बढ्दै जानुभयो। हेर्नुहोस्, त्यही भएर घमण्ड गर्न हुँदो रहेनछ, अहङ्कारी हुनु हुँदो रहेनछ, काम क्रोध लोभ मोहलाई बसमा राख्नु पर्दो रहेछ। यी चिजहरूलाई बसमा राखियो भने कर्म सिद्धि पाइँदो रहेछ, जे काम गरे पनि सिद्ध। पञ्चबली भनेको के हो भन्दा, काम क्रोध लोभ मोह हिंसा, यी आफैभित्र भएका 5 प्रकारका चिजहरूलाई दमन गरेर राख्नु, त्यही हो पञ्चबली। बुझेको छैन हामीहरूले। पञ्चबली भनेर राँगा, हाँस, परेवा के मिसाएर 5 थरीका चिज बनाएर दुर्गा हो अनि लौ खुसी हो भन्दै दिँदै गरेको छ। अनि कहाँ पार हुन्छ? पञ्चबली भनेको काम क्रोध लोभ मोह हिंसा 5 प्रकारका चिजहरू हामीभित्र हुन्छन्। हो, युधिष्ठिर त धर्मका नेता हुन्। कतिको धर्मका पारङ्गत रहेछन्, विचार गर्न जानु पर्यो है भनेर कुकुरको रूप धारण गरेर आउनुभएछ। पछि लाग्दै आउनुभएको। उत्तर पर्थको मार्ग भ्रमण गर्दै गर्दै जाँदाखेरि एउटा विमान आयो। लौ राजन बस्नुहोस्, हजुरलाई स्वर्ग लिएर जान आएको। युधिष्ठिर महाराज पछाडि फर्केर हेर्नुहुन्छ त आफ्ना भाइहरू पनि छैनन्, श्रीमती पनि छैनन्, एउटा भोटे कुकुर पछि लाएर आएको रहेछ। हेर्नुहोस् है। अब युधिष्ठिर महाराजले भन्नुभयो, लौ भइगयो, म स्वर्ग त जान्छु, एउटा कारण छ। के हो त? भाइहरूले छोडे, श्रीमतीले छोडिन्, यो कुकुर सत्य रहेछ, मेरो पछि लाएर आएको रहेछ, यसलाई लिएर जान्छ भने म पनि जान्छु, नभए फरक्कै फर्केर उतैतिर लाग्छु। हेर्नुहोस् त, त्यस्तो भन्नुभएको थियो। हो, आज हजुर त धर्मको नेता हुनुहुन्छ, यो कुकुरले धर्मै गरेको छैन, हजुरलाई मात्र लिएर जाने हो भन्दाखेरि मसँगै आएको छ, यसले धर्म त गरिहाल्यो नि। धर्म नगरेका भए म जहाँसम्म पुगेको छु त्यहाँसम्म आउनै सक्थेन, यसलाई लिएर जाने भए जान्छु, नभए जाँदै जान्न। लौ भइगयो। कुकुरको शरीर त्यारेर इन्द्रजी प्रसन्न हुनुभयो। ओहो महाराज, हजुरको धर्मको परीक्षा गर्नको लागि म कुकुरको स्वरूपमा आएको थिएँ, हजुर धर्मको नेता हुनुहुँदो रहेछ, लजाउँ प्रभु भनेर त्यहाँबाट सरासर परम गति सवारी गराउनु भयो भन्नेसम्म कथा। नारायण हरि हरि।